यो त्यही ऐतिहासिक महिना हो जब सेनाको सहजीकरणमा लोकतान्त्रिक सरकार तथा संसद अवैध ढङ्गबाट भङ्ग गरिएको थियो। युद्धमा उत्पन्न उपरोक्त समस्या तथा सङ्कटको परिणाममुखी समाधान के हुन सक्दछ? पहिलो विकल्प, प्रधानमन्त्री राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनर्स्थापनाको मार्गमा अविलम्ब फर्किनु पर्दछ। प्रधानमन्त्री जनता तथा संसदप्रति पूर्णतः उत्तरदायी हुनै पर्दछ। प्रधानमन्त्री नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानुनी गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णतः जिम्मेवार हुनै पर्दछ। प्रधानमन्त्री सङ्ख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानुन अनुसार चल्नु पर्दछ। सम्मानीय सभामुख महोदय, दोस्रो विकल्प, अन्यथा सभामुखज्यूले उपरोक्त जनचाहना कार्यान्वयन गर्न गराउन अविलम्ब रुलिङ गर्नुपर्दछ। सभामुखज्यूले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाई गर्नुपर्दछ। सभामुखज्यूले अमुक एउटा दल वा पक्षको होइन, निष्पक्ष निर्देशकको भूमिका निर्वाह गर्नुपर्छ। सम्मानीय सभामुख महोदय, तेस्रो विकल्प, अन्यथा राष्ट्रसभाका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्मानीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ। अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविका पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल, 47 साल, 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ।